आउनुहोस् नेपालको इतिहासको त्यो एउटा दिनलाई सम्झ्यौं जसलाई सायदै कसैले भुल्न सक्छ। 11 वर्ष बितिसक्यो, तर त्यो क्षण जसले हाम्रो धरती मात्र कहाँ हो र हाम्रो जीवन, हाम्रो भविष्यप्रतिको सोचलाई नै हल्लाएर गयो, त्यो अझै पनि ताजै छ। त्यो दिन वैशाख 12, त्यो एउटा विनाशकारी क्षण जसले हाम्रो देशको कथालाई नै अर्कै मोड दियो। आउनुहोस् त्यही दिनमा फर्कौं। त्यो दिन थियो 2072 साल वैशाख 12 गते, शनिबारको दिन। धेरैजना आफ्नो साप्ताहिक छुट्टीमा आराम गर्दै थिए। दिन सामान्य नै थियो। सबै कुरा एकदम सामान्य गतिमा चलिरहेको थियो। तर बिहानको ठिक 11:56 त्यो सामान्य दैनिकीमा अचानक एउटा पूर्ण विराम लाग्यो। 7.8 म्याग्निट्युड गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको त्यो शक्तिशाली भूकम्पले सिङ्गो देशलाई नै हल्लाइदियो र केही क्षणमै सबै कुरा साँच्चै तहस नहस भयो। त्यो केही सेकेन्डको कम्पनले निम्त्याएको विनाश, त्यसको आकार कति भयावह थियो होला। आउनुहोस् यसले पुर्याएको क्षतिको केही तथ्याङ्क हेरौं। यो महाभूकम्पमा झन्डै 9000 अर्थात् 8979 जनाले ज्यान गुमाए। त्यति मात्र होइन, 22,309 जना भन्दा बढी मानिसहरू घाइते भए। यसले नै देखाउँछ कि यो विपत्तिको पीडा कति गहिरो थियो। यो क्षति मानवीय मात्रै थिएन, पक्कै पनि भौतिक संरचनाको नोक्सानी त अपूरणीय नै थियो। काठमाडौँ उपत्यकासहित 32वटा जिल्ला प्रभावित भए, हजारौं घरहरू ध्वस्त भए, अनि हाम्रो पहिचानको चिन्ह धरहरा त्यो त क्षणभरमै भग्नावशेषमा बदलियो। हाम्रा कैयौं अनगिन्ती धार्मिक र सांस्कृतिक सम्पदाहरूको पनि हालत त्यस्तै भयो। त्यो विनाशकारी दिन बितेको पनि 11 वर्ष भइसक्यो। तर अब एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उठ्छ। आजको दिनमा जोखिमको अवस्था चाहिँ कस्तो छ त? हो, अब यही खण्डमा हामीले भूकम्पबाट सिकेका पाठहरू र अझै पनि हामीमाझ कायम रहेका जोखिमहरूबारे कुरा गर्नेछौँ। र सबैभन्दा चिन्ताजनक वास्तविकता के छ भने विज्ञहरूले बारम्बार चेतावनी दिइरहेका छन् कि नेपालमा भूकम्पको जोखिम अझै पनि उस्तै छ, एकदमै उच्च र गम्भीर। अब प्रश्न उठ्छ, किन? यसको मुख्य कारण के हो त? समस्याको जड हो अपूर्ण कार्यान्वयन। भन्नुको मतलब सरकारले जुन भवन निर्माण संहिता ल्यायो त्यो देशभरि पूर्ण र निरन्तर रूपमा लागू नै हुन सकेको छैन। र यो कुनै सामान्य प्रशासनिक कमजोरी मात्र होइन, यो त एउटा गम्भीर चेतावनी हो। किनभने यसले के स्पष्ट पार्छ भने यदि फेरि त्यस्तै भूकम्प आयो भने हामीले सायद उस्तै वा अझ त्योभन्दा ठूलो विनाश भोग्नुपर्ने हुन सक्छ। ल, त्यसो भए यो अवस्थामा अब अगाडिको गाटो के त? हामीले के गर्नुपर्छ होला? यसबारे वरिष्ठ भूकम्पविद डाक्टर लोकविजय अधिकारीको भनाइले समाधानको बाटो देखाउँछ। उहाँ के भन्नुहुन्छ भने भूकम्पबाट सिकेको पाठ आम नागरिकले व्यवहारमा प्रयोग गर्नुपर्ने र बनाइएका ऐन नियम कडाइका साथ कार्यान्वयन गर्नु आवश्यक छ। यो कुरा एकदमै महत्त्वपूर्ण छ, हैन त? मतलब नियम बनाएर मात्रै भएन, त्यसको पूर्ण पालना र कार्यान्वयन सुनिश्चित गर्नु नै आजको सबैभन्दा ठूलो चुनौती हो। र अन्तमा यी सबै कुराले हामीलाई एउटा निकै गम्भीर प्रश्नमा ल्याएर छोड्छ, जसको उत्तर हामी सबैले आफ्नो ठाउँबाट खोज्नै पर्छ। के हामी अर्को भूकम्पको लागि साँच्चै तयार छौं त?